नमस्कार सम्पूर्ण मेरो देश विदेशमा रहनुहुने सामाजिक सञ्जालमा रहनुहुने मेरो साथीहरूलाई नानी बाबुहरू सम्पूर्णलाई नमस्कार सेवा सियामुना ढोकदिया होइन। र म चाहिँ नि यो उमेरमा आएर भए पनि म्युजिक भिडियो पनि खेल्नु पाएको छु होइन। म्युजिक भिडियो पनि आउँदैछ, रेवन राई युट्युब च्यानलबाट हाम्रो म्युजिक भिडियो आउँदैछ र हाम्रो युट्युब च्यानललाई पनि सब्सक्राइब गरिदिनु होला। अनि हामी चाहिँ 55 भन्दा माथिको हिरो नि 70 भन्दा मुनिको हिरो छौँ होइन। अनि यहाँ 4 जना छौँ। दाजु दुईको त हामी त्यो दिन मात्र भेट भएको हुनाले दाजु दुईको नाम पनि मलाई याद भएन होइन। र हामी 2 जना चाहिँ नि हाम्रो दुर्गा नाना सर र म हिरो नि छौँ होइन। मकै बारी दर्याम हरियो काँक्रा कर्याम भन्नेमा छौँ। तपाईँहरू सर्च गरेर हेर्नु होला, सब्सक्राइब गरिदिनु होला, अनि सक्दो माया गरिदिनु होला, सेयर गरिदिनु होला यो मेरो भिडियोलाई। जति हुनुहुन्छ फेसबुकमा, युट्युबमा होइन, टिकटकमा सबैले सेयर गरिदिनु होला। आज चाहिँ म तपाईँहरूसँग हात फैलाएरै भए पनि होइन, हात फैलाएरै म रिक्वेस्ट गरेको छु तपाईँहरूलाई। मलाई लक्ष्मी राईलाई धेरै माया गर्नु होला। मेरो घर चाहिँ ओखलढुङ्गा जिल्ला मानेभन्ज्याङ गाउँपालिका वार्ड नम्बर 3 हो, रिनवाल हो मेरो घर होइन। र मेरो झुट्टो माया टेली सिरियल दुर्गा लिम्बू अफिसियल युट्युब च्यानलबाट आउँछ, त्यो पनि माया गरिदिनु होला। र मेरो उमेरसँग मिलाएर म छोटो गीत पनि गाउने छु, तपाईँहरूले हेरिदिनु सुनिदिनु होला। जस्तो लाग्छ त्यस्तै कमेन्ट गर्नु होला र सक्दो रिक्वेस्ट गरिदिनु होला प्लिज साथीहरू है त। लेखमा फुल्ने लाली गुराँस, ब्यासीमा फुल्ने टाकी, आधा उमेर खाइमा सके आधा उमेर बाँकी, सारा गुडी जाने रेल, हाँसिदेऊ न बोलिदेऊ न 2 दिन बाँचुन्जेल, हाँसिदेऊ न बोलिदेऊ न 2 दिन बाँचुन्जेल। यो चाहिँ मेरो उमेरसँग मिलाएको गीत हो है त। थ्याङ्क यू सो मच।